नमस्कार साथीहरू। अहिले भनेको बिहानको टाइम हो। बिहान भर्खर 6 बज्दैछ। यिनीहरूलाई पर्दाहरू उगारियो अनि पर्दाहरू उगारेपछि यिनीहरूलाई चाहिँ जति बढ्दै जान्छ त्यति भेन्टिलेसन चाहिन्छ, त्यति चाहिँ यिनीहरूलाई हावा आदान प्रदान हुने ठाउँ चाहिँ राख्नुपर्छ, किनभने नभए पानी जम्ने समस्या आउन सक्छ यो कुखुराहरूलाई। अनि अर्को कुरा, यिनीहरूको भ्याक्सिन कहिले कहिले दिने भन्दाखेरि एउटा 7 दिनमा रानीखेत, दोस्रो भ्याक्सिन 14 दिनमा गुम्बोरो, अनि फेरि तेस्रो भ्याक्सिन 21 दिनमा रानीखेत, फेरि चौथो भ्याक्सिन 28 दिनमा गुम्बोरोको। भ्याक्सिन दिने तरिका चाहिँ तरिका भन्नाले पनि भ्याक्सिन दिने दिन चाहिँ यही हो। भ्याक्सिन दिने तरिका त कसैले पानीमा दिन्छन्, कसैले आँखामा हाल्छन्, आफ्नो तरिकाबाट हाल्दा हुन्छ। तर धेरै प्रभावकारी भनेको चाहिँ आँखामा हाल्नु नै धेरै प्रभावकारी हुन्छ।